हेलो सबैजना नमस्ते। म चाहिँ आज चाहिँ बजारतिर हेर्न सक्नुहुन्छ स्कुटरको हालत। अनि यता छ हाम्रो महसुस। अब चाहिँ म चाहिँ निस्किन्छु घरतिरको लागि। बिहानै आएको थिएँ नि त। अब चाहिँ म जाँदैछु गाइस। भर्खर घरबाट निस्किएँ होइन। अनि वाइल्ड घाम लागिरहेको छ। अनि अहिले चाहिँ म चाहिँ बुद्ध चोकनिर आइपुगिसकेँ गाइस। यहाँ घर जान मन लागेको छैन मलाई। सो त्यही पनि जानुपर्ने हुन्छ हामी घरतिर। अनि यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग भनौँ न होइन। अनि मैले चाहिँ अहिलेसम्म फर्स्ट मिनी ब्लग बनाएको थिइनँ। अनि यो चाहिँ हामी क्यान्सर गेट पेट्रोल छैन गाइज मेरोमा भाउ बढेर होइन। अनि यो चाहिँ हामी गीतानगरनिर आइसकेको छु गाइज म चाहिँ अहिले चाहिँ। अनि यहाँ चाहिँ मेरो टर्बो साइड लाइट अन रहेछ क्या। अनि त्यही भएर टर्बो साइड लाइट बन्द गरिहालेँ होइन। धेरै टर्बो साइड लाइट नि अन गर्नु हुँदैन, ब्याट्री चाँडो खान्छ। अनि त्यस्तो घाम बल्ल बल्ल चाहिँ गाइज म चाहिँ ब्लूबाट आइपुगिसकेको अवस्था। अनि दिस इज द ओल्ड नाङ्लो कटेज होइन। यो चाहिँ पुरानो नाङ्लो। यो मम गाइज स्कुलको हालत चाहिँ वाइल्ड भएको छ। अब चाहिँ यसलाई धोएर राख्न पर्ने हुन्छ। सो घाम पनि वाइल्ड लागेको छ नि त। नुहाएर फ्रेस भएर होमवर्क गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ मेरो स्कुलको हालत यस्तो फरक गाइज गरौँ भयो अब चाहिँ। सो मन पऱ्यो मलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। आजको लागि यति नै गाइज, बाई बाई।